नमस्ते हजुरहरू सबैजनालाई आज फेरि पनि नयाँ भिडियो लिएर आइसकेको छु। अन्त आजको भिडियो चाहिँ के हुनेछ भन्दा चाहिँ आज चाहिँ म चाहिँ लसुन केलाउनु गइरहेछु हैन। हाम्रोमा रोपेको थियो लसुन, अन्त त्यही लसुन चाहिँ केलाउनु जानु लागेको। तपाईहरुलाई पनि देखाउने छु, हेर्दिनुस् होला है हाम्रो लसुन कस्तो के फलेको छ। कमेन्टहरु पनि गर्दिनुस् होला। अन्त आज चाहिँ भनी दिन चाहिँ एकदमै दामी बबाल भइदिरहेको छ हैन। अन्त म चाहिँ अब लसुन बारीपट्टि लागेको, डोको पनि बोकिरहेको छु है यसमा चाहिँ लसुन हाल्नुको लागि। अन्त आज चाहिँ भनी म एक्लै छु अहिले लसुन केलाउनुमा चाहिँ। बाबा पनि पर डुल्नु जानु भएको छ भर्खर खानासाना खाएर है। अन्त म चाहिँ लसुन केलाउँदै गर्छु बाबा नआइन्जेल। अन्त बाबा आइसकिसकेपछि चाहिँ फेरि पनि हिजोकै सेम काम गर्नु छ है, गोरु जोत्नु र बारीसारी चिलाउनु छ। अन्त त्यो चाहिँ देखाउँदिनँ तपाईहरुलाई, हल्का हाम्रो लसुन केलाको मात्रै देखाउँछु। आज एकदम सर्ट हुनेछ भिडियो पनि। त्यो चाहिँ भने हाम्रो लसुन बारी हो हैन। लसुन पनि अलरेडी उखाली चाहिँ सकेछ, बाबाले अस्ति उखाल्नु भएको छ, सुकाइराख्नु भएको थियो नि त। अन्त हामी चाहिँ सुकाइराख्नु भएको थियो। अन्त अहिले चाहिँ एकछिन फ्री टाइम भएर चाहिँ यत्तिको चाहिँ फलेको छ है हाम्रोमा लसुन। अन्त अहिले अलिकति फ्री टाइम भएर चाहिँ मैले पनि केलाइहाल्छु भनेर सोचेर चाहिँ केलाउनु थालेको। हेर्नुहोस् त तपाईहरुलाई देखाउने छु लसुन कसरी केलाउँछ भनेर पनि है। अहिले चाहिँ भने हामीले लसुन पनि केलाइसकेर बारीबाट घर पनि ल्याइसकेको छ। अन्त आँगनमा लिएर चाहिँ फिन्चाइरहेको छ है। लसुन चाहिँ दुई क्वालिटीको छ, यहाँ रातो छ, यतापट्टि चाहिँ सेतो छ है। योपालि चाहिँ अलिक मजाले नै फलेछ। अन्त यो रातो खालको, यो चाहिँ यतापट्टि चाहिँ सेतो खालको। तपाईहरुले पनि यदि पाउनु भएको छैन भने चाहिँ अब बस्तीको लसुन खोज्दा पनि पाउनु भएको छैन भने चाहिँ मलाई अर्डर गर्न सक्नुहुन्छ है। 400 रुपियाँ केजी अरे यहाँनिर अहिले बस्तीमा चलिराखेको रेट, पोर्टदेखि नै चलिराखेको रेट चाहिँ 400 रुपियाँ केजी छ अरे। अन्त त्यही कारण पाउनु भएन भने चाहिँ मलाई अर्डर गर्दा पनि हुन्छ। यो चाहिँ भने म चाहिँ लसुन पनि केलाइसकेँ हैन। अन्त लसुन केलाइसकेर चाहिँ हाम्रो बडीहरुकोमा चाहिँ गाई ब्याएको छ नि त। अन्त बिगौती खानु जाँदैछ है। हिजो आज बिहान राति ब्याएको रहेछ गाई चाहिँ। अन्त अघि बोलाउनु हुँदै थियो, अघि भर्खर खाना खाएर म चाहिँ एकदम ढ्याम्मै भइरहेको थियो नि त, त्यही कारण बिगौती खानु चाहिँ आएकै थिइनँ। अन्त अहिले चाहिँ जाँदैछु बिगौती खानु। हेर्नुहोस् चाहिँ तपाईहरुलाई पनि देखाउने छु हाम्रो बिगौती आज कति साल बाद है खानु पाउँदैछ। एकछिन दुध खाइहाल्छु। यहाँ चाहिँ यो है आज भर्खरै मात्र धोएर ल्याएको अघि बिहान। अब चाहिँ खाने। हेर्नुहोस् बिगौती खानु बसिसकेको छ। बिगौती चाहिँ हो अब चाहिँ घरको यताउता काम गर्ने, आज बारीको काम गर्नु नहुने रहेछ। मान्छे खसेछ नि त एकजना हाम्रो गाउँको परको। अन्त बाबा त्यहाँनिर जानु आँट्नु भएको छ मरौमा। अन्त आज चाहिँ म चाहिँ यतैतिर अब घरतिर यताउता केही काम गर्ने है। त्यही कारण अब भ्लग हेर्दै गर्नुहोस् होला। आजको लागि यति नै हुनेछ हाम्रो भ्लग, एकदम छोटो भ्लग है। के कस्तो लाग्दैछ तपाईहरुलाई। अन्त लसुन किन्नेहरू चाहिँ अर्डर गर्दा हुन्छ मलाई है। जसले पनि पाउनु भएको छैन खोज्दाखेरि पनि अर्डर गर्न सक्नुहुनेछ। भेट्दै गरौँ नेक्स्ट भिडियोमा।